हजुरको नाम? मेरो नाम चाहिँ रसिक गिरी। असी हजुर के गरिराख्नु भएको छ अहिले त? म अहिले ब्याचलर्स पढ्दैछु साइन्स कलेजमा। कुन सेमिस्टर? 5th। 5th सेमिस्टर। सो हजुरको चाहिँ बाहिर जाने प्लान छ कि छैन? मेरो लाइक बाहिर जाने प्लान थियो अनि हजुर। पछि अब लाइक भिसा सिजा यताउता भएर गाह्रो भएर अनि अब लाइक ब्याचलर पछि जाने सोच गरेको छु। ए ओके सो कहाँ गरिराख्नु भएको थियो? कुन प्रोसेसिङ गरिराख्नु भएको थियो? त्यही बिटी गरेर ट्राई गरेँ, अस्ट्रेलिया ट्राई गरेँ। अस्ट्रेलिया ट्राई गर्नु भएको थियो। त्यतिखेर चाहिँ के भएर भएन? लाइक फ्यामिली प्रब्लम। ए ओके ओके सो हजुरले चाहिँ अब ब्याचलर पछि मास्टरको लागि जाने भन्नुभयो अनि कुन कन्ट्री? अस्ट्रेलिया नै हो? अब ब्याचलर पछि युएस नभए आयरल्यान्ड क्यानाडा। सो हजुर युएस चाहिँ किन लाइक वाइ नट अस्ट्रेलिया? अब युएस किन भन्दाखेरि लाइक युएसमा मेरो धेरै जस्तो फ्यामिली हुनुहुन्छ, दिदी भिनाजु लाइक सबैजना त्यतै सेटल भइसक्नु भएको छ अनि त्यता भयो भने सजिलो हुन्छ मलाई। ए ओके सो हजुर चाहिँ म एउटा क्वेसन सोध्न चाहे होइन, एउटा कुरा जुन चाहिँ कन्सल्टेन्सीले चाहिँ अब आफ्नो प्रमोसन गर्दाखेरि चाहिँ सुरु गर्नुपर्छ। अब कन्सल्टेन्सीले प्रमोसनको लागि सुरु गर्दाखेरि अब उनीहरूले लाइक प्रपर अब हरेक कुराहरू प्रपरली भन्नु पर्यो, एक्सप्लेनेसन दिनु पर्यो, त्यही हो फ्याक्ट कुरा भन्नु पर्यो, भिजा रेटहरू फिक्स छ कि छैन भन्नु पर्यो। अब त्यहाँको कन्डिसनहरू फाइनेन्सियल होस् या जेसुकै कन्डिसन भयो नि तिनीहरूले इन्फर्मेसन दिनु पर्यो हामीलाई उनीहरूले। अनि लाइक अब अलिकति कमिसन मार्जिन त राख्न पाइयो तर अब धेरै जसो मार्जिन हाई रेट हुन्छ कुनै कुनै भिजा रेटहरूमा, त्यस्तो चाहिँ गर्न पाइएन। अनि कुनै अरू कन्डिसनले लाइक केही कुराले रिजेक्सन भए पनि त्यो कन्सल्टेन्सीलाई फेरि हजुर ट्रस्ट गर्नुहुन्छ कि हुँदैन? इफ वान टाइम रिजेक्ट भए पनि सेकेन्ड टाइम त्यहीबाट प्रोसेसिङ गर्नुहुन्छ कि हुँदैन? अब त्यो चाहिँ अब कोसिस गरेर अब लाइक फेल भयो भने त वी विल गिभ एब्सोल्युटली चान्स। तर अब लाइक आफ्नै गल्तीले लापरवाहीले भयो भने त त्यो त अब लाइक कुनै मान्छेले पनि त्यो कन्सल्टेन्सीले एक्सेप्ट गर्दैन नि त। रिभ्यू नराम्रो भयो त्यो कन्सल्टेन्सीको मान्छेले अब जसले अप्लाई गरेछ अब त्यसको रिभ्यू पनि नराम्रो गयो नि त, यो कन्सल्टेन्सीले यस्तो गर्दा मेरो यस्तो भनेर साथीभाइले फैलाउँछ, साथीले अर्कोलाई भन्छ अनि त्यस्तो राम्रो भएन लाइक। तर जेन्युनली गरेर पनि अब 100% दिएर पनि अब रिजल्ट लागेन भने त त्यो त आफ्नै फेथ पनि हुन सक्छ। हजुर हजुर सो भनेपछि त्यो रिजन हुनु पर्यो तर ट्राई चाहिँ गर्न सकिन्छ। ट्राई त गरिन्छ। ल हुन्छ, थ्याङ्क यू सो मच सर। यस एसिसी छ अनि विश्वास छ।